हेलो नमस्ते वेलकम छ है मेरो भिडियोमा। म चाहिँ आज बुटोलको केबल कार सिद्धार्थ केबल कार लिमिटेडमा उपस्थित भइसकेको छु। आज घुमफिर गर्ने हिजो नयाँ साल मिलेन भएन भनौँ है। सिद्धार्थ केबल कार है, केबल कारको भिडियो यो पार्किङहरु देख्न सक्नुहुन्छ कस्तो छ, कस्तो बन्छ आजको भिडियो भ्लग। भिडियो हेरेर साथ दिनु होला, सपोर्ट गर्नु होला है। आउनुस् है त कस्तो छ हेरौँ। म पनि फर्स्ट टाइम आउँदै छु। पृथ्वी घुमेर रहेछ गोल। कितना ठंडा पानी एकदमै राम्रो छ भ्यू चाहिँ यहाँको। हेर्नु है त हेर्नु मान्छेहरूको एकदमै भिड छ। को आउनु भएको छ, को आउनु भएको छैन घुम्न कमेन्ट गर्नु होला है। सिद्धार्थ केबल कार म चाहिँ फर्स्ट टाइम आएको। यहाँको चाहिँ एकदम राम्रो छ है। म केबल कार चढेको भिडियो पनि हाल्छु। भित्रको भ्यू चाहिँ यस्तो छ। लाइनिङ देख्न सक्नुहुन्छ एकदमै ठुलो हल रहेछ। एकदम भिडभाड भयो नि लाइन सिस्टम पनि रहेछ लाइनिङको। चाहिँ केबल कारमा चढिसक्यौँ है। कस्तो हुन्छ आज फर्स्ट टाइम चढ्दैछौँ। सुरु भयो। ढोका लाग्दैन किन आछि गर्नुको मामा। यता हेर न सुरु यता। यो चाहिँ बुटोलको बजार। हामी चाहिँ केबल कारको अन्त्यमा आइपुग्यौँ है। अन्त्यमा आइपुग्यौँ। हामी झरेको देखाउँछौँ। ओह्रालो लागेको कालो यो चाहिँ मूर्ति राम्रो बनाएर रहेछ। के को मूर्ति हो यो? गौतम बुद्ध होइन। हामी चाहिँ आइपुग्यौँ। हामी चाहिँ फाइनली माथिको टपमा आइपुग्यौँ। देख्न सक्नुहुन्छ यहाँको भ्यू केबल कार। हामी आएको केबल कार दुई ग्रुप भएर आएको हामी। हेलो हेलो मामा कस्तो भइरह? एकदम चिसो हावा, चिसो चिसो फिल भइरहेछ। यो चाहिँ मूर्ति रहेछ एकदम राम्रो। पृथ्वीनारायण शाह जस्तै स्त्री औँला ठडाएको जस्तो रहेछ। तर पृथ्वीनारायण चाहिँ होइन है। ल हेर्नुहोस् बुटोलको भ्यू। बुटोल चाहिँ आँखाले भेट्न नसक्ने छ। एकदमै तालमाल बसेको छ। ठुलो बस्ती हो त। देखेकै छैन अझै अन्त। यहाँ चाहिँ बन्दै रहेछ नजाने रे। म चाहिँ मिस्टेकली ठक्किन पुगेँ। ल यो माथि चाहिँ यो म चाहिँ केबल कारदेखि माथि पहिला राजाहरू लुकेर युद्ध गरेको ठाउँमा आइपुगेको छु। देख्न सक्नुहुन्छ कति ठुलो सहर छ। हेर्नु भनेपछि काठमाडौँ पनि यस्तै हेर्ने भने एकदमै ठुलो छ होला। तिरपल ठुलो केही खिन्न भन्छ केही भएन किन्न त।
कसैलाई हुन्छ ब्रेक लगाइदिएर नै सिरिङ होला सिरिङ मलाई त डुवामा खेल्दा हुन्छ बरु यस्तो ड्रागन वालामा अर्को केबल कारको चाहिँ त्यहाँ पारी छ स्टार्टिङमा यो सिद्धार्थ त्यो अर्को पारीको कुन मामा बिना सोचे गएको त्यो लुम्बिनी त्यो लुम्बिनी बिना सोचे गएको नि तनी के आउँदो र वंश तल गयो वंश तल गयो जुम गरी आउँछ आया छ ती पारी मम्मी फेरि के भन्छ वंश त तल र म आदि हामी टपमा हामी चाहिँ बुद्ध जयन्तीमा आइपुग्यौँ बुद्ध जन्मेको ठाउँ है छोप्ला त्यो छोप्ला यहाँ चाहिँ मङ्की देख्न सक्नुहुन्छ मङ्की बसेको छ तल गएर ल यो चाहिँ हामी जाने बाटो बुद्ध मन्दिर जाने बाटो बुद्ध जाने बाटो हेर्नुहोस् त मन्दिर कस्तो छ हामी चाहिँ जाँदैछौँ मान्छेको आवतजात चलिरहेको छ एकदमै रमाइलो भएको छ इन्जोयमेन्ट भयो तर हल्का गाडी लागेछ अलिकति नत्र भने रमाइलो भएको छ ल मान्छे हेर्न सक्नुहुन्छ कति आइरहनु कति गइरहनु हामी चाहिँ यो मन्दिरको भित्र छिर्दैछौँ कस्तो छ मन्दिर हेर्नु पर्यो मेन मन्दिर चाहिँ यही है बुद्धको मलाई चाहिँ यहाँको बारेमा त्यति थाहा त छैन तर मलाई थाहा छैन है यो बुद्धको बारेमा यताउति केही थाहा छैन म चाहिँ घुम्न आएको यहाँको मन्दिर इन्ट्री गऱ्यौँ है त हामी कस्तो छ भित्र पुरानो सामानहरू आउँदैछ है त फोटो खिच्न मनाइ लेखेको छ तपाईले क्यामेरा देखाएर खुल्ला पैसा छ तपाईसित म 300 होला नि 100 का त नै चढाउनु पर्छ होला नि त्यहाँ खै माइजू चाहिँ यहाँको सधैँ बोलिरहने दिव्य शक्ति भन्ने एउटा परम्परा रहेको छ त्यहाँ चाहिँ ताल यो बर्खा पनि पानी आए पनि नबुझ्ने एकदमै दिव्य शक्तिले बोलेको अरे है भिडियो पर बारे चाहिँ आउनु चाहिँ नालाई सबैभन्दा ठुलो घन्टा यहाँ चाहिँ यो रहेछ म देखाउँछु है हजुरहरूलाई हेर्नुहोस् सबैभन्दा ठुलो घन्टा म लाइट पारेर देखाउँछु है हेर्नुहोस् राम्रोसँग देखेको छैन भयो